दर्शकबिन नमस्ते, म जनक केसी। आज म एकजना बिरामी भाइलाई भेट्न आफ्नै गाउँ सिद्धगङ्गा नगरपालिका वडा नम्बर 2 सीतापुर झिर्रा तल्ला बँधरा भन्ने ठाउँबाट जोडिएको छु। आज म एकजना दातालाई लिएर आएको छु। दाता हाम्रै सिद्धगङ्गा नगरपालिका वडा नम्बर 12 रजिया कोठिया मैदान निवासी जानका खनाल हुनुहुन्छ। उहाँ चाहिँ हाल बसोबास चाहिँ गोर्सियामा गरे तापनि उहाँको माया चाहिँ हाम्रै सिद्धगङ्गामा रहेको उहाँले मलाई जानकारी दिनुभएको थियो। उहाँ चाहिँ रोजगारको सिलसिलामा दुबईमा कार्यरत भन्ने बुझिएको छ। उहाँले चाहिँ दुबईबाट फोनको भरमा फोन गरेर दिनेश भाइलाई चाहिँ म भेट्न चाहन्छु भनेपछि म आज उहाँलाई चाहिँ घर आएको मौका छोपेर उहाँको घरमै लगेर दिनेशको घरमै लगेर उहाँकै हातबाट दिनेशलाई दैनिक उपभोग्य सामग्री जस्तै अन्डा, तेल, नुन, सोयाबिन, दाल, त्यसपछि बिस्कुट र उसलाई चाहिँ एकदम मनपर्ने र उसले खाने चाहिँ सुर्ती लगायतको खाद्यान्न सामान बोकेर म उहाँकै घरमा दिदीको हातबाटै दिनेशलाई दिइरहेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ। सरप नि सरप दियौँ। एउटा आटा म चाहिँ सिद्धगङ्गा नगरपालिका 12बाट आएकी छु। हाल म कार्यरत दुबईमा छु। मैले एउटा एकदम दुःखदायक घटना एउटा हाम्रै सिद्धगङ्गा 2मा धेरै ठुलो सहयोग गर्न नसके पनि सानो सहयोग गर्ने गर्छु भनेर यहाँसम्म आएर आज उहाँलाई केही खानेकुराहरू र यहाँहरूले एउटा सानो टोयलेटको अभियान चलाउनु भएको रहेछ। त्यसमा चाहिँ थोरै भए पनि राहत हुन्छ भनेर 3000 रुपियाँ मैले उहाँलाई टोयलेटको लागि यस्तै सहयोग गर्न धेरैजना साथ हाम्रा दाजुभाइ दिदीबहिनीहरूले चाहनुहुन्छ भने भोलि हाम्रो पनि परिस्थिति यस्तो हुनसक्छ। हामीले जसले सक्छौँ सहयोग गरौँ। विशेष गरेर सिद्धगङ्गा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले प्रवासीहरूले सबैले सहयोग गरेर आफ्नो नगरपालिकामा भएका हरेक दुःख कष्टमा सहयोग गर्ने कोसिस गरौँ। मेरो नाम तारापति छेत्री, म सिद्धगङ्गा 2 सीतापुर झिर्रा निवासी। म चाहिँ राष्ट्रिय अपाङ्ग महासङ्घ अर्घाखाँचीको अध्यक्ष र देउराली अपाङ्ग उत्थान समाजको पनि म अध्यक्ष हुँ र म एउटा दृष्टिबिन चाहिँ एउटा शिक्षक पनि हो। म चाहिँ आज निकै खुसी पनि छु, किनभने यो हाम्रो अभियान चाहिँ एउटा अपाङ्गता भएका व्यक्तिहरूलाई एउटा गुणस्तरीय आवास, गुणस्तरीय खाद्यान्न लगायत दुःखमा पाइरहेका चाहिँ व्यक्तिहरूका लागि चाहिँ जुटाउने क्रममा हामी सिद्धगङ्गा 2 झिर्रा निवासी दिनेश फालमगर, जो चाहिँ मैले आज यसभन्दा 15-20 दिन अगाडि 1 महिना अगाडि एउटा भिडियो पनि हजुरसित चाहिँ सम्प्रेषण गरेको थिएँ। त्यो भिडियो सुनेर त्यो भिडियोमा चाहिँ उहाँ देश विदेशमा चाहिँ पुर्याइदिने हाम्रा यहीँकै अभिभावक शेषकान्त अधिकारीज्यू, हाम्रो आदरणीय दाजु पत्रकार मित्र जनक केसीज्यूले यो अभियान चाहिँ देश विदेश जताततै पुर्याइदिनु भइरहेछ र आज फलस्वरूप सिद्धगङ्गा नगरपालिका वडा नम्बर 12 निवासी हाल चाहिँ कपिलवस्तुको गोर्सिङेकोमा चाहिँ अस्थायी बसोबास र उहाँ चाहिँ अहिले दुबईको युए भन्ने ठाउँमा कार्यरत र आफू निकै एउटा चाहिँ मनकी सहयोगकी धनी दिदीलाई चाहिँ म देख्दा निकै खुसी भएको छु। उहाँले हाम्रो अभियानमा हाम्रा भाइलाई विभिन्न खाद्य पदार्थहरू ल्याइदिनु भएको छ, जसले चाहिँ भाइलाई दैनिकी गुजारा गर्न कठिनाइ भइरहेको थियो। त्यसका लागि चाहिँ केही समयको लागि ठुलो राहत मिलेको महसुस गरेका छौँ हामी र हामीले हाम्रो अभियान चलाएका थियौँ। हाम्रो अभियान टोयलेट बनाइदिने भाइको लागि भनेर अभियान चलाएका थियौँ। त्यो अभियान टोयलेट निर्माणका लागि उहाँले रु 3000 टोयलेट बनाउनका लागि पनि सहयोग गर्नुभएको छ र यस मानेमा म उहाँ सिद्धगङ्गा युए को दुबईको चाहिँ सम्पर्क समाज, अर्घाखाँची युए को चाहिँ सम्पर्क समाजमा र अहिले चाहिँ हाल चाहिँ उहाँ लुम्बिनी प्रदेश युए को चाहिँ सम्पर्क समाजको उपाध्यक्ष पदमा चाहिँ बसेर यस्तै समाज सेवामा लाग्नु भएको रहेछ। उहाँ जुन पदमा हुनुहुन्छ त्यसको चाहिँ शुभकामना पनि दिन चाहन्छु, सफलताको शुभकामना। उहाँको चाहिँ वैदेशिक बाध्यताको जीवन चाहिँ उहाँ सुखमय सुखद रहोस् दिदीको र फेरि पनि यस्तै दिदीले जस्तै सहयोगी दाताहरूलाई हामी भाइलाई म यहीँ साँची राखेर उहाँहरूलाई पनि साँची राखेर आह्वान गर्न चाहन्छु। सबै दाजुभाइ दिदीबहिनीहरूलाई देश विदेश जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँहरूले जति सक्नुहुन्छ हाम्रो भाइको अभियान, टोयलेट बनाउने अभियान र भाइलाई चाहिँ हामी दैनिक रूपमा गुजारा गर्ने अभियानमा लागेका छौँ।
त्यसको लागि चाहिँ मैले हार्दिक अपिल पनि गर्न चाहन्छु र मैले सबैलाई मेरो 98547480 र मेरो 9747880081 को 20 वाट्सएप मेरोमा छ। त्यसमा हजुरहरूले जे जति सहयोग गर्न सक्नुहुन्छ त्यो चाहिँ सम्पर्क गरेर र हाम्रो चाहिँ झनक दाजु मार्फत र लाई पनि सम्पर्क गरेर हाम्रो संस्था मार्फत भाइलाई चाहिँ गर्नका लागि एकीकृत माध्यमबाट गर्नुपर्छ भन्ने आह्वान गर्दै म चाहिँ निकै खुसी छु आज दिदीप्रति। दिदीलाई पनि म फेरि पुनः चाहिँ वैदेशिक यो बाध्यताको जीवन चाहिँ सदैव खुसी रहोस्। दिदीले गरेको योगदान अतुलनीय छ। उहाँको चाहिँ सहयोगी मन, सहयोगी दिल निकै चाहिँ मैले चाहिँ ठुलो माने। यो उहाँलाई र हामीलाई जोडिदिने वातावरण हाम्रो सबै सामु पत्रकार मित्र हाम्रो दाजु झनक केसी दाइले पनि धेरै सहयोग गर्दै आउनुभएको छ। यहाँ तसर्थ सबै टिमलाई म राष्ट्रिय अपाङ्ग महासङ्घ र मेरो व्यक्तिगत तर्फबाट र भाइको तर्फबाट हार्दिक आभार प्रकट गर्दै सबैमा हामी सहयोगको हाम्रो अभियानमा जोडिनु होला भन्ने आह्वान पनि गर्न चाहन्छु। दिनेश भाइको एकजना 14 वर्षको छोरो जेठदेखि हराएको भन्ने खबर प्राप्त भएको छ। देख्नुहुने महानुभावले खबर गरिदिनु होला। जेठा घरबाट कहीँ जान्छु भनेर हिँडेको हो कि? नेवलगञ्जबाट त्यहाँ आएर त्यहाँबाट मैले चौकीबाट लिएर आएको गोर्सिङबाट। अहिले सम्पर्कमा कोही छैन? कहीँ छैन। घर सम्पर्क घर बाबालाई फोन गर्दिन, तपाईँ हजुरबालाई नि गर्दिन? कसैलाई नि गर्दैन। कति वर्षको बुवा? त्यो भयो कि कति 14 वर्षको भयो। 14 वर्षको हो। जेठबाट हरायो? जेठबाटै लत्तपत्तै छैन। घर ल्याएर घरबाट झोला फालेर लत्त हिँडेको यत्नै गयो भने थाहा छैन। आज रजियाबाट एकजना दिदीले दिनेशलाई केही खानेकुराहरू त्यसपछि 3000 पैसा दिनुभएको छ। टोयलेट बनाउने भनेर तारापति सरले जिम्मा लिनुभएको छ अभियान चलाएर। अब ठिकै हुन्छ, उहाँले बनाइसकेपछि तपाईँलाई चाहिँ खबर हुन्छ, हामी आउँछौँ सहयोग गर्न। छोरो भेटेन अहिले पनि? नि त कहाँ छ माग्दै? छोरो अहिले तिमीसित रिसिएर गएको कि के हो? खै कताको कता थाहै भएन फेरि। हजुर धन्यवाद मलाई कपडा ल्याइदिनु हो।